अनि यो 5 रुपियाँले बाटोमा खाना खाने अनि जो गरीब हो ना आदमी यो साला पनि आदत से गरीब हो अनि त्यो के भन्छ मतलब वो अलग ही लेवल का बंदा था। घरमा केही सामान लगेर जाने मम्मी ड्याडीलाई ल यो 5 रुपियाँ खाना त खाना त अनि त्यो बाँकी रहेको चाहिँ म खर्च गर्दैन बाँकी यतै रिटर्न गरिदिनु ल त्यस्तो चाहिँ 5 रुपियाँ भनेको पनि धेरै ठुलो हो 5 रुपियाँ चकलेट आउँछ केटाहरू कमेन्ट गर अनि यो भाइको बाटा खर्चा हो अनि घरमा सामान पनि यही पैसाबाट लग्छ यसले होइन नेपाली सबै अरे हम लोग ये जग मारने आए हैं, घूमने आए यहाँ पर। गरीब की मजबूरी नहीं समझते ये लोग। Guys, हामी चाहिँ बसको वेटिङमा छु अहिले अब एकछिनमा बस पुग्दैछ 5 मिनेट भन्दैछ अब ठिक छ गाइस सबैजना लाइक कमेन्ट शेयर गरिदिनु घाटिङको ओरानी चढ्ने हो म चाहिँ त्यस्तै हो अब बसको वेटिङ गर्दैछु अनि भाइ चाहिँ आज जाँदैछ म चाहिँ अब तसाथ लिन जान्छु सबैजना लाइक कमेन्ट शेयर सपोर्ट गरिदिनुहोस् हामी चाहिँ यता होइन सतुङ्गलमा बसको वेटमा बसेका छौँ वेटिङमा होइन गाइस यो चाहिँ भाइ रेडी भइरहेछ जानको लागि पुरा ह्यान्डसम के 2 शब्द भनिदेऊ न हाम्रो लागि भाइ के भनौ घर लानुलाई जेब्रा र ब्याग रेडी उता जेब्रा रेडी भएको छ यता ब्याग छ अनि ह्यान्डसम भएको छ आज भाइ चाहिँ होइन पानीले गर्दा अब जाममा नफस्यो भनेपछि चाहिँ पर्सि बिहान चाहिँ म घर पुग्छु जाममा नफस्यो भने चाहिँ पर्सि बिहान घर पुग्छ भाइ होइन त्यस्तै हो हामी बसको वेटिङमा छु अब बस आइरहेछ एकछिनमा अहिलेसम्म हाम्रो बस चाहिँ पुगेको छैन बस गाडी नम्बर चाहिँ 32 कति हो भाइ 16 गाडी नम्बर चाहिँ 32 16 हो अहिलेसम्म पुगेको छैन बस चाहिँ काठमाडौँ अतरिया धनगढी जाने बस हो होइन हामी चाहिँ अतरिया उत्रेर अतरिया हुँदै बैतडी जानुपर्छ हामीले चाहिँ डिप्रेशन मैं डिप्रेशन में रहता हूँ हमेशा अभी मैं डिप्रेशन में हूँ